सानै हुँदाखेरि प्रोसिजर के हुन्थ्यो भन्दाखेरि राम्रो मार्क्स ल्यायो भने यो किनिदिने, साइकल किनिदिने, राम्रो मार्क्स ल्यायो भने यहाँ घुम्न जाने, त्यहाँ त्यहाँ घुमाइदिने। राम्रो पढ्यो भने तिमी वाइज म्यान हुन्छौ, सबैले मान्छ नै भनेर त्यसरी सिकाइदिने क्या कहिले पनि। जहिले पनि प्राइजसँग कम्पेयर हुन्थ्यो अनि त्यो प्राइजको लागि मात्रै पढिन्थ्यो अथवा प्राइजको लागि मात्रै गरिन्थ्यो जे पनि। सो प्राइज ओरिएन्टेड होइन, रिजल्ट ओरिएन्टेड देखाइदिनुपर्छ बच्चाहरूलाई। गुड मर्निङ अनि नमस्ते सबैजनालाई। आजको टपिक सिम्पल छ, इम्पोर्टेन्स अफ मोरल एजुकेसन इन चिल्ड्रेन। म मेरो भाइ हामी सानो हुँदाखेरि सिम्पल मोरल कुराहरू सिकाउनुहुन्छ ड्याडले। अनलेस इज इमर्जेन्सी म रात परेपछि घर छोडेर हिँड्दिनँ। सायद त्यो सानैदेखिको मोरल एजुकेसनले गर्दा हो। 3 to 5 इयर्सदेखि स्टार्ट गऱ्यौँ भने 20 इयर्ससम्म तिनीहरूलाई सेप दिने पिरियड हो। जुन एउटा फर्मेट दियौँ त्यही फर्मेटमा रेस्ट अफ द लाइफ उनीहरू काम गर्नेछन्। मेरा छोराछोरी बिग्रिन्छन् भनेर स्ट्रिक्ट स्कुलमा हाल्ने, आफूले छडी लिएर घरमा बस्ने, त्यो भनेको ओल्ड स्कुल भयो। त्यसको रिजल्ट तपाईँले आफै अहिले पनि सोसाइटीमा देख्न सक्नुहुन्छ। हाम्रो प्यारेन्ट्सका उमेरकाहरू अहिले पनि कति कुलतमा लागेको, कतिले आफ्नो एजुकेसन कम्प्लिट नगरेको पनि छन् भनेपछि त्यो टेक्निक त खासै काम लाग्ने टेक्निक, प्रुभन टेक्निक त होइन रहेछ। मेरो कन्सेप्टमा चाहिँ सङ्गत खराब हुन्छ भन्ने डर छ भने आफ्नै सङ्गत गराउनुहोस् न नानीहरूलाई। उनीहरूलाई नयाँ एडिक्सन दिनुहोस् न, एउटा डिसिप्लिनको एडिक्सन दिनुहोस् न, एउटा फिजिकल फिटनेसको एडिक्सन दिनुहोस्, मेन्टल सार्पनेसको एडिक्सन दिनुहोस्। प्राइज ओरिएन्टेड होइन, रिजल्ट ओरिएन्टेड, कन्सिक्वेन्सेस ओरिएन्टेड कुराहरू सिकाउनुहोस्। राम्रो पढ्यो भने यो हुन्छ, पढेन भने अलिकति अप्ठ्यारो हुन्छ है जीवनमा भनेर यसरी सिकाउनु हो भने दे विल गेट द्याट एन्ड मेक देम डिसिप्लिन, हार्ड वर्किङ, मेन्टली स्टेबल. सो द्याट्स मच फर टुडे.